नमस्ते, मेरो नाम चाहिँ कृष्ण प्रजापति हो र मैले भैरवमा अवस्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा अहिले 3rd इयरमा एमबीबीएस पढिरहेको छु। सो आज म यहाँहरूसँग एउटा नयाँ डिजिजको बारेमा कुरा गर्न आएको छु जसको नाम रहेको छ ग्यास्ट्राइटिस, जसले हामीले सामान्य भाषामा ग्यास्ट्रिक रोग पनि भन्ने गरिन्छ। सो ग्यास्ट्राइटिस के हो अथवा ग्यास्ट्रिक रोग के हो, आउनुहोस् बुझौँ यो भिडियोबाट। सो आउनुहोस् सुरु गरौँ। सो ग्यास्ट्राइटिस भनेको अथवा ग्यास्ट्रिक भनेको हाम्रो भित्री पेटको म्युकोजामा रहेको सुजनलाई भनेर बुझिन्छ, द्याट इज इन्फ्लामेसनलाई बुझिन्छ। इट मिन्स हाम्रो भित्री पेटको म्युकोजामा कुनै पनि प्रकारको सुजन अथवा कुनै पनि प्रकारको इन्फ्लामेसन भयो भने त्यसलाई हामीले सिम्पली ग्यास्ट्राइटिस भनेर बुझिन्छ। अब यो ग्यास्ट्राइटिस कसरी हुन्छ त आउनुहोस् बुझौँ। सो ग्यास्ट्राइटिस किन हुन्छ त? एउटा त मान्छेको जुन खानपिन हुन्छ त्यसले गर्दा पनि ग्यास्ट्राइटिस हुन्छ। जस्तै कुनै पनि मान्छेले यदि चिल्लो त्यसपछि ऑयली फुडहरू, त्यसपछि पिरो खानेकुराहरू खान्छ, स्पाइसी खानेकुराहरू खान्छ, कुनै पनि मान्छेले जाँड रक्सीको सेवन गर्छ, स्मोकिङ गर्छ, र कुनै पनि मान्छे दीर्घकालीन रूपमा स्टेरोइडको सेवन गरिरहेको छ, र कुनै पनि मान्छेले यदि एनएसएड द्याट इज नन स्टेरोइडल एन्टी इन्फ्लामेटरी ड्रगहरूको सेवन गर्दैछ, जस्तै आइबुप्रोफेन भयो, डिक्लोफेनाकहरू भयो, एस्पिरिनहरू भयो, त्यस्तो ड्रगको सेवन गरिरहेछ भने त्यसलाई ग्यास्ट्राइटिस हुनसक्छ। अथवा त्यसलाई आउटो इम्युन ग्यास्ट्राइटिस पनि हुन्छ कहिलेकाहीँ। जस्तै टाइप 1 डायबिटिज मेलाइटसमा, थाइरोइड डिसअर्डरमा यस्तोमा पनि के हुन्छ भने आउटो इम्युन ग्यास्ट्राइटिस हुन्छ। अनि अर्को स्ट्रेसले गर्दा अथवा स्ट्रेस इन्ड्युस कन्डिसन जस्तै सिभियर बर्न, क्रोनिक इलनेस, सेप्सिसहरूले गर्दा पनि ग्यास्ट्राइटिस हुन्छ। अब एकचोटि ग्यास्ट्राइटिस ग्यास्ट्रिक भइसकेपछि मान्छेले अथवा पेसेन्टले हामी कहाँ डक्टरकोमा के सिम्पटम, के लक्षणहरू लिएर आउँछ त? पहिलो लक्षण त्यसले के लिएर आउँछ भने उसको अप्पर पेटमा, द्याट इज इपिग्यास्ट्रियम रिजनमा, उसको अप्पर पेटमा, माथिल्लो पेटमा उसलाई के हुन्छ भने बर्निङ पेन, द्याट इज पोले जस्तो पेन हुन्छ र दुख्छ। त्यसपछि उसलाई नसिया र भोमिटिङ हुन्छ, द्याट इज के हुन्छ भने उसलाई बान्ता हुन्छ। त्यसपछि अरू के हुन्छ भने उसलाई कहिलेकाहीँ सिभियर क्रोनिक इलनेस छ भने अथवा सिभियर उसलाई ग्यास्ट्राइटिस छ भने उसलाई मुखबाट रगत पनि आउन सक्छ, जसलाई हामीले हेमाटोमेसिस भनिन्छ, र अर्को दिशामा रगत देख्न सक्छ, द्याट इज मेलिना भन्छ त्यसले, अथवा हेमाटोचेजिया देख्न सकिन्छ। ठिक छ। अब एकचोटि ग्यास्ट्राइटिस हो भनेर डक्टरले शङ्का गरिसकेपछि अब डक्टरले कन्फर्म गर्नको लागि के इन्भेस्टिगेसन गर्न सक्छ त? पहिलो सुरुमा हामीले ग्यास्ट्रिकको लागि इन्भेस्टिगेसन गर्नु भनेको हाम्रो सुरुमा रहेको छ इन्डोस्कोपी। हामीले इन्डोस्कोपीबाट पनि ग्यास्ट्राइटिस छ कि नै त्यो हामीले रुल आउट गर्न सकिन्छ। त्यसपछि अर्को टेस्ट हामीले गर्नु भनेको यदि एच पाइलोरी ब्याक्टेरियाले गर्दा कुनै इन्फेक्सन छ, कुनै एच पाइलोरी ब्याक्टेरियाले गर्दा यदि ग्यास्ट्राइटिस भएको छ भने हामीले त्यसको एगेन्स्टमा पनि टेस्टहरू गर्न सकिन्छ, जस्तै रेपिड युरियस टेस्ट, युरिया ब्रेड टेस्टहरू, त्यसपछि स्टुल एन्टिजेन टेस्टहरू गर्न सकिन्छ। त्यसपछि हामीले कम्प्लिट ब्लड काउन्ट गर्न सकिन्छ, जसबाट हामीले इन्फेक्सन छ कि नै त्यो देख्न सकिन्छ। मेगालोब्लास्टिक एनिमिया छ कि नै, यदि मेगालोब्लास्टिक एनिमिया छ भने अभियसली त्यसले के सजेस्ट गरिरहेछ, द्याट इज आउटो इम्युन ग्यास्ट्राइटिस सजेस्ट गरिरहेछ। किनभने आउटो इम्युन ग्यास्ट्राइटिसमा के हुन्छ भने हाम्रै बडीको एन्टिबडीहरूले हाम्रै पेटमा रहेको पेराइटिस सेललाई अट्याक गर्छ र के गर्छ भने पेराइटिस सेलको काम के हो? एसिएल निकाल्ने र इन्ट्रिन्सिक फ्याक्टर निकाल्ने। अभियसली जब पेराइटिस सेलको डिस्ट्रक्सन हुन्छ भने के हुन्छ? इन्ट्रिन्सिक फ्याक्टर र एसिएल निस्किँदैन। यदि इन्ट्रिन्सिक फ्याक्टर पेटमा निस्किन भने हाम्रो खानामा जुन भिटामिन बी लेभल हुन्छ त्यसको एब्जर्प्सन हुन पाउँदैन, जसले गर्दा मेगालोब्लास्टिक एनिमिया भइरहेछ। सो यो आउटो इम्युन ग्यास्ट्राइटिस पनि यसले बुझाउँछ। आउटो इम्युन ग्यास्ट्राइटिस छ कि नै यसले त्यसको बारेमा पनि जानकारी दिन्छ। त्यसपछि अरू टेस्ट हाम्रो गर्न सक्ने भनेको हिडन ब्लड टेस्टहरू। अब हिडन ब्लड टेस्ट गर्नको लागि हामीले अकल्ट ब्लड टेस्ट समथिङ यस्तै थियो, त्यो गर्न सकिन्छ। ठिक छ। अब ग्यास्ट्राइटिस डायग्नोज भइसकेपछि अब यसको ट्रिटमेन्ट, यसको उपचार के हो त? अभियसली यसको उपचार भनेको हाम्रो लाइफस्टाइल मोडिफिकेसन हो र अर्को मेडिकेसन हो। अब लाइफस्टाइल मोडिफिकेसनमा हामीले के गर्न सकिन्छ? पहिलो सुरुमा हामीले डेली एक्सर्साइजहरू गर्न पऱ्यो, त्यसपछि हामीले आफ्नो खानपिनमा ध्यान दिनु पऱ्यो, धेरै चिल्लो, त्यसपछि धेरै स्पाइसी खानेकुराहरू खानु भएन, त्यसपछि जाँड रक्सीको सेवन, त्यसपछि स्मोकिङहरू गर्नु भएन। ठिक छ। त्यसपछि अरू हामीले के भन्छ मेडिकेसनबाट पनि ट्रिटमेन्ट गर्न सकिन्छ। मेडिकेसनमा हामीले एन्टासिडहरू दिन मिल्यो, त्यसपछि अर्को प्रोटन पम्प इन्हिबिटर जस्तै ओमिप्राजोल, पेन्टोप्राजोलहरू दिन मिल्यो, अर्को S2 ब्लकर जस्तै यो के भन्छ रेनिलिटिनहरू दिन मिल्यो। अनि त्यसपछि यदि एच पाइलोरी ब्याक्टेरियाको सङ्क्रमणले गर्दा यदि त्यो ग्यास्ट्राइटिस भएको छ भने हामीले एलङ विथ पिपिआई हामीले के एड गर्न सकिन्छ त्यसमा? हामीले यो के भन्छन् एन्टिबायोटिक पनि एड गर्न सकिन्छ। ठिक छ। सो यो भयो यसको ट्रिटमेन्टहरू। आई होप तपाईले यो भिडियो मन पर्यो होला। यदि भिडियो मन पर्यो भने प्लिज लाइक, शेयर र कमेन्ट गरिदिनु होला। धन्यवाद।